हेलो साथीहरू, दर्शक नमस्कार है। अनि इट्स मी एसके ब्लग 15। अनि आज पनि फेरि न्यू ब्लग लिएर आएको छु। अनि आज चाहिँ म अनि त्यो सबैलाई थाहा छ क्यारे बुल्गेरियातिर छु। अनि आएको 8 महिना भयो। अनि अझै हामी अस्तिदेखि 4 दिन छुट्टी भएको थियो क्यारे। अनि आज हामी यसो यो पेटिजमा घुम्दा घुम्दा वाक्क भएर अझै मुड फ्रेस हान्न जाँदैछौँ। अनि आज धोबै जस्तो छ ट्याक्कै। र आज हामी यता लोकल कुखुरा पाइन्छ भनेको थियो। अनि त्यही भएर नि अब त्यही लिन जानु लाग्यो। ल जाम त्यो यहाँ चाहिँ अहिले मौसम चाहिँ दामी भएको छ क्या। हरियो जता हेऱ्यो त्यतै हरियो, यता अब एकदमै राम्रो छ। अनि मौसम चाहिँ अहिले अनि आज यसो घुम्ने मन लाग्यो। कति रुममा बस्ने, 3 दिन भइसक्यो रुममा बसेको। अनि आज यसो हिजो हामी घुम्दै गएको थियौँ उता मार्केटमा। अनि त्यो बेला चाहिँ एउटा अनि हाम्रो नेपाली ग्याङहरू भेटेको थियो क्यारे। 9 जना आउनु भएको छ साथीहरू। अनि हिजो यसो एउटा साथीले कुरा गरेको लोकल कुखुरा यहाँ पाउँछ भन्नुभएको थियो। त्यही लिन जाँदैछ हामी। ठिक छ, अहिले चाहिँ यस्तो छ। हाम्रो साथी चाहिँ धादिङदेखि। Hello, hi. रमेश सर सुर्खेत। My from Palpa, Botna, Bulgaria. यस आफ्नो स्वाग छ कि केटाहरूको नि होइन। अनि उता दिदी हुनुहुन्छ, तर म देखाउँदिनँ दिदीलाई, अलिक गाह्रो हुन्छ। दिदी रिसाउनुहुन्छ नि, तपाईँहरूलाई मन पऱ्यो नि हुन्छ फुच्ची ल। अनि अझै दामी भएको थियो मौसम, हरियो कस्तो दामी भएको। ल एकछिनपछि भेट्छौँ, हामी जाँदैछौँ। आज चाहिँ कम्पनीले गाडी त देखा, तर आज हिँडेर जाउँ भनेर कि आज के हुन्छ थाहा छैन। त्यो नेपाली ग्याङहरू पनि भेट्नुपर्छ। अनि हामी जाँदैछौँ है। ल ठिक छ, अहिले एकछिनपछि भेट्छौँ फेरि। साथीहरू यहाँ चाहिँ कस्तो के यो 100जना केटी राख्यो भने 101जना राम्रो देख्छ। के भयो यस्तो यो अनि हामी चाहिँ यसो मौसम आज कस्तो छ, हरियो छ, तर पनि घुम्दैछौँ। के कस्तो हुन्छ हेर्दै जाऊँ। हाम्रो रमेशहरू आगे हामी पछि यसैले हेर्नु केटीहरू कस्तो। केटाहरू फेरि केटीमै आँखा जान्छ। कति नराम्रो बानी छ। अनि नराम्रो बानी भएर साह्रै जाऊ कि। ठिक छ, हामी अलि भित्र बस्छौँ क्या। हामी चाहिँ यो पेटिजको मार्केटभित्र। अनि हामी जस्तै हाम्रो ग्याङ यस्तो चट्टा पारामा घुम्दैछौँ। अहिले तर मौसम दामी भएको, फुल उता फेरि साइली दिइरह हरियो भएको। पहिला त हामी आउने बेला त आमा त्यो पराल हुँदैन त्यस्तै थियो ठ्याक्कै। त्यो टमारा खाए पराल जस्तै थियो यो बुल्गेरी। ल यताको बजार एकदम दामी छ। यहाँको नियम चाहिँ कस्तो छ भने तपाईँ जेब्रा क्रसिङमा हिँड्नु भयो भने चाहिँ गाडी रोकिन्छ कि प्रायः। अब स्पिडै आएको गाडीलाई त रोक्ने कुरो भएन। प्रायः हामी जेब्रा क्रसिङ क्रस गऱ्यो भने चाहिँ प्रायः यहाँको मान्छेले ड्राइभरहरू चाहिँ हामीले छोडिदिन्छ कि जाऊ भनेर। नेपालमा भए त म अगाडि गइन्छ सोहेट गइन्थेँ। त्यस्तो छ सिस्टम युरोपतिर। अझ हरियो भएर कस्तो दामी भएको मौसम। ठिक छ, दामी छ। यहीँ ग्याङ यता आइसकेको छु फेरि। हामीले 1 महिना अगाडिसम्म 7 महिनासम्म चाहिँ यहाँ एरियाको औरा होटलमा है खाना मजाले बजाइन्थ्यो। अलि यहाँको खाना त्यही त नेपालीसँग काहीँ पनि मिल्दैन। त्यही भएर अलिक साउसँग पुऱ्याएर अनि आफ्नै रुमतिर खाने व्यवस्था गरेका छौँ। तर मौसम दामी छ भन्दा नि मैले जतिखेर त्यही भन्नु छु भन्नु चाहिँ। फुल हेर्नु कस्तो दामी छ। दामी छ, मौसम सही छ। आज हामी हिँड्ने जाने कुरो भएको छ है। यो चाहिँ हाम्रो यतातिरको चोकहरू। ल यता चाहिँ हेर्नु यस्तो दामी मौसम। अहिले धेरै चेन्ज भएको कि हामी आएको भन्दा त। पहिला त खरेडी लागेको जस्तो थियो पुरै। अहिले हेर्नु कस्तो पार्कहरू हुन्छ कि प्रायः यता युरोपतिर चाहिँ। यहाँ 4 डस्टबिन यस्तो दामी छ कि यता मौसम चाहिँ। फुलहरू दामी फुल्ने चाहिँ गरौँ नि। अनि हामी चाहिँ आज हिँड्दैछौँ। अनि यता यो दामी लाग्यो नि। यो सबैको व्यवस्था हुने कि अब यो गर्दा यो हुने, यो गर्दा यो हुने। सबै अर्को त प्रायः सबै यो उहरूमा यो बजारको बिचमा यस्तो चाहिँ राखेको हुन्छ यो गार्डनहरू। यो उहरू टक्क यो खोला सुरुमा हामी आउने बेला पुरै हुन्छ जिरो, पुरै सुक्खा हुन्छ। अहिले माथि हुन्छ त्यो हेर नि पानी आइरहेको छ। अनि हामी चाहिँ सुरुमा आएर लगभग होइन 8 महिना भइसक्यो हामी आएर चाहिँ। अनि सुरुमा त अलिक दुःखै पाइएको थियो। अब अलिक भाषा पनि नबुझ्ने। अब कहाँ के हो कसो हो, अब यो मार्केट भनेको चिनिँदैन नि त। त्यही भएर गाह्रो छ है। अनि सुरुमा आउँदा चाहिँ नेपालीहरू भनेको हिजै भेटेको हो फर्स्ट टाइम। म चाहिँ केटाहरूले भेटेँ भन्दा थिएँ, तर मैले चाहिँ भेटेको थिएन। हिजो भेटियो क्या। अनि त्यही भएर
केटाहरू अलिक त हामी काम पनि जाने ठाउँमा चाहिँ लगेर अनि त्यहाँ चाहिँ यहाँ लोकल कुराहरू पाइन्छ भने त्यही भएर अनि हामी पनि दिनजान लाग्यो हेरौँ के कस्तो हुन्छ घरहरू हेर्नु त्यस्तो ठुलो घर हुँदैन यहाँ यही ठुलो घर दियो भनेको प्रायः त्यो अलि यो दुई पाखे घर नै हुन्छ प्रायः ल हामी अझै लहर हिँड्दैछौँ हामी यहाँ बस पाउँछ भने के अरे पाउँछ भने त्यो पनि थाहा छैन अनि त्यो पनि बसमा हामी बस्नु जाने नभए दुई पाइले जाने हो ठिक छ केही भएको छैन अब हामी हिँड्दैछौँ हाम्रो ब्याङ्कको त्यहाँ हाम्रो युबिबी ब्याङ्क त्यहाँ छ हाम्रो चाहिँ पैसा त्यहाँ आउँछ क्या फेरि हाम्रो हिँडाइ कहाँ छ म हाम्रो हिँडाइ रेकर्ड गरेर सुनाइदिनु भिडियो यो चाहिँ हाम्रो मेन चोक चाहिँ यसलाई चाहिँ बुङ्गुर चोक भन्छ है किनकि यहाँ बुङ्गुर पाउँछ क्या बुङ्गुरको मासु चट्ट पारामा यहाँ पाउँछ कि यो पसल छ नि यहाँ चाहिँ बुङ्गुरको मासु पाउँछ हेरी यहाँ चाहिँ त्यही भएर हामीले बुङ्गुर चोक राख्दै हाम्रो नामी अन्डा सन्डा छ टक्क अन्डा झिकेर खाइदिने क्या गएर हामी चाहिँ जान लाग्छ यो त रुपिटेतिर हो अनि यहाँ जस्तो छ मौसम अहिले ल साथीहरू हामी चाहिँ बस आउँछ भन्छ क्या कतिखेर आउँछ थाहा छैन अब वेटिङमा हो वी आर जस्ट वेटिङ अनि हामी चाहिँ यस्तो मेन चोक हो यो चाहिँ ऊ चाहिँ गाडी जाने गाडीहरू यहीँ लाग्छ भन्छ क्या हुन त होला तर थाहा छैन अब फर्स्ट टाइम ट्राभल गर्दैछौँ नभए त खालि कम्पनीको गाडीमा हिँड्नुहुन्थ्यो हामी यताउता जाँदाखेरि नि अहिले चाहिँ हामी यहाँ वेटिङमा छौँ ऊ आए बस भनेर भन्नु भएन नआउने चाहिँ अहिलेसम्म नि ठिकै छ हुन्छ एकछिनमा हो हामी चाहिँ यहाँ यात्रु बस्ने ठाउँमा बस रोक्ने ठाउँमा आउँछौँ के अरे अब हामी यहाँ सबैजना आउँछौँ बस आउँछ चट्ट पारामा चढेर अनि स्वाट हिँड भनेको कहिले हो कहिले यात्रा ल रुपिटे गाडी आइसकेको छ हाम्रो चट्ट पारामा अब हामी जान्छौँ टिकट काट्नुपर्ने उसँग हेरेर जाने यस्तो कस्तो म त कहाँ हेरेर जाने यस 8 असम ल हामी 8 जना त असम भनिदिनु थियो असम भनेको अब अनि हामी एउटा चट हामी चाहिँ यहाँदेखि रुपिटेदेखि चाहिँ हामी पेटी रुपिटेदेखि रुपिटे जाँदैछौँ हामी एकजनाले दिनु चट्ट अहिले कति भन्यो यसले यार एकजनाले दिनु अहिले डलर छैन यार कहिले आउँछ सेन्ट दिन त दिँदैन अहिले एकजनाले तिरौँ पछि एकजनाले तिरौँ के हो त बसौँ न बाटो छोडेर बस्नु एकजना सिङ्गल तपाईँ दुईजना ए यहाँ चाहिँ पहिल्यै पैसा तिरेर चट्ट बस्ने छ आनन्द रहेछ म नि हो नि त नेपालमा भएर कसरी हुन्छ भाग्नु हुन्थ्यो क्या ऊ पैसा फेरि आयो मकै चाहिँ मकैको चाहिँ हेरेर डल्लै हुन्छ माया ए केटाहरू केटी कहाँ आउँछ नि त्यो सियर छन् साथीहरू हामी चाहिँ रुपिटेसम्म है हाम्रो लोकल कुखुरा खोज्नु जाँदैछ खोज्न भन्दा नि अब साथीहरू रेडी गरिसकेको छ त्यो चाहिँ लिनको लागि जान लाग्छ हामी जाने पैसा टक्क दिने सर्ट तर ठिक रहेछ बसको लागि रहेछ आनन्द रहेछ भाले लिएर आउने भाले अनि साँझ फेरि झोल टक्क लाएर झोल घिउ थपेर घिउ हालेर नेपालबाट आएको घिउ हुन्छ क्या त्यसै मिसाएर अनि खाइदिने यसले पैसा त टन मान्छे कुर्ने चाहिँ मलाई त्यहाँ पनि त्यो साल बसायो यहाँ चाहिँ उता जान होइन उसको उता कता के भनेको धा भन्छ यार सिम्किनेको ठिक छ हामी जाँदैछौँ अब हाम्रो ग्याङ यहाँ रेडी भइसक्यो सबैजना हाम्रो ड्राइभर दाइ अगाडि अरूजना सबै पछाडि गाडीको डोर क्लोज भइसकेको छ अब हामी जान्छौँ साइड लेट्स गो गाडीमा हामी ड्युटी जाने खालि लेसको भन्ने त्यही अर्को केटाहरू लेसको भन्दैछन् लेट्स गो नै सबले भनिदियो क्या आज जोरले अब हामी लेफ्ट लाग्छौँ
64 फोटो मेरो मात्रै ओके दोब्रे होइन अनिल धेरै खिचेर दिन्छ साह्रै नै अनिले त मेरो पोज नदिँदै 108 वटा हालेको थिएँ यो बाटो त कतिचोटि हिँड्ने बाटो हो तैपनि यसो देखाइदिनु तपाईँहरूलाई तपाईँहरूले देख्नु भएको छैन ल के भन्छ अरे मान्छे त्यहाँ सक्दै प्लास्टिक छैन उल्टी आउन मागिदिनु नि अर्को गाडी भिन्दाखेरि अर्कै अनुभव हुन्छ होइन यहाँ चाहिँ रेलमार्ग छ है हाम्रो बुल्गेरियाको पेटिजको यहाँ रेलमार्ग ट्रेन वेज ट्रेन त माटो पुरै त्यो माटोभित्रबाट भर्खर निकालेको छ पुरै एउटा छ सोपिया जाने अहिले राम्रो नभए त्यो 10 वर्ष गाडी राखेको फलामको त्यो ट्रेनभन्दा छिटो मान्छे टुक्रा निकालेको बुझ्दैन त्यसमा मेरो हाम्रो पैसा सक्यो झन् फुटा आउँला माया गरौँ जग्गा आफै लाउँछ हामी चाहिँ रुपियाँ भन्डामा आउँछ कि ग्याङ अझै कता हो थाहा छैन हामी चढेर आएको गाडी यता छ हाम्रो गाडी रुपियाँ बजार के भन्यो यहाँको गाउँहरू चाहिँ प्रायः त्यो सानो चाहिँ के अरे ठुलो हुँदैन कि सानो सानो सबै गाउँहरू त्यहीँ जाँदैछ त लास्ट रुपियाँ त रुपियाँ यता रुपियाँ उता अझै टन्नै पो हिँड्नुपर्छ त कुन हामी नचिनेर खाम भयो कि ल ग्याङ हामी चाहिँ यसो यहाँ हेल यसो खाँदैछौँ गाडीले माया टोक्ने ठाउँमा भनेको अर्को ठाउँमा जाँदै रुपियाँ त रुपियाँ उनी हामी त उल्टी रुपियाँ भए हामी चाहिँ चोकको रुपियाँ झारिन्छ होला नि उताको तर हामीलाई यहाँ अलपत्र पारेर कहाँ छोडिदिया ठिक छ हामी बिस्तारै हिँड्दैछौँ पुग्छौँ साथीहरू काममा छ अरे अझै त्यही पनि हामी पुग्छौँ कि हाम्रो ग्याङ चाहिँ पुरै सुपरस्टारहरू छन् यहाँ टिकटकका कोही केमा बिजी छन् कोही केमा बिजी छन् अनि एरिया चाहिँ हामी हिँड्दाको एरिया हो यतै होला नि खुसबु त बहुत गना यहाँ चाहिँ यस्तो हुन्छ कि क्रिस्चियनहरूको मान्छे रहने ठाउँमा कि यस्तो बुढी हुन्छ ठिक छ ग्याङ अनि हाम्रो ग्याङ चाहिँ हिँड्दैछ कट्टा पारामा बुल्गेरियाको यो पेटी सहरबाट पनि भित्र आएपछि ल ठिक छ गाडी त्यसै उमा पाल्छ क्या अनि कोट चाहिँ बनाउँछ तर ग्राउन्ड बुल्गेरियामा चाहिँ मैले प्रायः देखेको चाहिँ यो ग्राउन्डहरू धेरै कि एकदम चराउने स्थान चाहिँ धेरै देखेँ मैले प्रायः म ग्याङ हाउसमा अगाडि जाँदैछु म जाँदैछु यस्तो यो है अनि यताबाट चाहिँ हामी टक्कै ओ कसरी के फाल्यो अब फाल्यो यति त गर्दा होला है केटाहरूले अझ हावामा आएको जल्ला छ कि फाइनल्ली गाइज हाम्रो यहाँ साथीलाई भेटेछौँ अनि यहाँ रहेछ केटाहरू काम गर्ने चाहिँ चट्टपारामा अनि हाम्रो साथी टिकटक बनाउँदा यहाँ थाकिसक्नु भएछ यस्तो पुरै यहाँ त केटाहरू चाहिँ एवन छन् 8 जना छ हामी 8 थरी छन् ल अनि केटा
सर्लकै हामी चाहिँ हिँडै डढ्ने यो त चाहिँ साथीहरू यहाँ काम गर्ने चाहिँ यसमा फेरि यो देखाउनु हुन्न फेरि हाम्रो साथीको नाम चाहिँ मेरो डलेन सुनर ल हाम्रो साथीहरू अनि अरू साथीहरू अरू साथीहरूको ड्युटी चल्दैछ ए ड्युटी चल्दैछ हजुरहरूलाई यहाँ स्टप गरौँ भनेर ए हुन्छ 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 ठिक छ यो बेच बस्दै गर्नु हुन्छ हामी यहाँ टिकटक बनाएर अनेक बनाएर यहाँ बसिरहेछौँ ल हाम्रो साथीहरू चाहिँ 3 महिना भएको रहेछ अनि यहाँ आउनुभएको अनि यहाँ चाहिँ हाम्रो साथीहरू काम गर्ने ठाउँ इसी कोही फोनमा बिजी कोही केमा हाम्रो बसै त्यही बिचमै हो कि गाउँको बिचमै हो उही हो त्यही पार्ने अरे ए बस्नी दौ त हो यस्तो गरौँ त हामी 45 मिनट पछि छुट्टी हुन्छ अरे हामी ड्रोमबाट काट्नु ल ठिक छ ल हामी यसो घुम्छौँ अनि त्यो साथीहरूको छुट्टी भइसक्यो अनि साथीहरूसँग हामी जान्छौँ है अनि ल साथीहरूको छुट्टी भयो त्यही भएर हामी आउँदैछौँ यहाँ अनि जान्छौँ अब लोकल कुरा खोज्न केही क्लिप खोज्न कहिले यहाँ दिमाग कस्तो दामी आएर नि तपाईँ पछाडिबाट यहाँ ल हाम्रो साथीहरूको चाहिँ छुट्टी भएको छ अहिले चाहिँ यो ठाउँ चाहिँ कस्तो दामी देखेको त यता जाने अरे कहाँपट्टि यता खोइ कताबाट छिरेर जाने गड्डी आएकै गड्डी हाम्रो ग्याङको चाहिँ अहिले छुट्टी भएको छ मम्बा छुट्टी भयो चस्मा लगाएर म हिँड्नुपर्छ त्यहाँ मम्बा 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 आपी मम्बा ल हाम्रो यो के कम्पनीको नाम देखाउनु मिल्ने उड उड हेलो हेलो हाम्रो साथीहरू हिजो भेट भएको हो साथी पनि हेलो साथीहरू ए सबै भर्खर भरे बिस्तारै हो मलाई त भित्र आउँदै हुनुहुन्छ है हेलो यसो यसो गरेर यसो यसो जाऊँ ल हाम्रो नेपाली ग्याङहरू त सही सबैजना यस्तो छ ल एकछिनमा भेटौँ ल ग्याङ ओ हामी सबैजना नेपाली आमा यसरी बिजी गर्दाखेरि त नेपाल हेभी जस्तो लाग्ने छ यता 9 जना यता 8 जना गर्दा त 2टा कम्पनीको मिलेपछि त टन्नै भएछ ल ठिक छ त्यो लोकल कुरा लिन भनेर आएको मौसम चाहिँ दामी छ ल अरू केटाहरू उनीहरूको यहाँ नजिकै रहेछ कोठा त्यही भएर गाडी दिएको छैन हामी चाहिँ अब चारैतिर घुम्नु पर्यो यस्तो हाम्रो चाहिँ गाडी दिएको हुन्छ ल ठिक छ ए साथीहरू प्रोडक्ट गरिदिएर चाहिँ ल ठिक छ दामी खुसी लाग्यो अनि आज साथीहरू भेट्यो त यस्तो छ ल हामी सब यहाँ एकदम भेला त्यो छोली तपाईँ एक्लै एक्लै कस्तो खाली यत्रो नेपाली त थाहै भएन ल दामी छ दामी ल ए खाना त तपाईँहरूको हाम्रो जस्तो सिस्टम रहेछ बिहान बनाउने पोको पार्ने हो नि ए ल यार आमामा यत्रो बिजी नेपाली देख्दा त यति खुसी लाग्ने च्यार ल साथीहरू हामी चाहिँ कुखुरा हेर्न लाग्छौँ अनि कोठामा रेसिस गरिकन निस्केछौँ अनि अब कता कता हुन्छ हेरौँ कुखुरा अघि आएकै ठाउँतिर हो के अरे फेरि हेर्छौँ एकछिन त्यहाँ पुगेर मात्र भिडियो गर्छु ल म अनि यहाँ मजा छ तर यता चाहिँ हो त्यहाँ मान्छे नभएको भएर अनि यहीँ हाम्रो साथीहरू चाहिँ अनि 2जना बसिरहनु भएको छ अनि हामी चाहिँ रुममा छौँ यहाँ हामी रुममा आइपुगिसकेको छ
देख्नु हाम्रो रुम यहाँ छ है साथीहरूको। अनि अझै हाम्रो घाम यस्तो भएर छ ल। हाम्रो रुममा बस्नु नि साथीहरूले आएपछि हामी उता हाम्रो रुमतिर जान्छौँ। हामी आएर कति घन्टा भयो तर कुखुरा भेटिएको छैन। कुखुरा त भेट्यो तर मान्छे नभेट्यो भनेर कि हामी बस्छौँ खाजा खान्छौँ। यहाँ साथीहरूले खाजा बनाउनु भाडा चाहिँ क्या होइन। अनि हाम्रो सम्झीले ट्याक्क आज त ह्यान्डसम्म नै हिँड्नुभयो हाम्रो सम्झी। कुखुरा लाने हो नि यस्तो छ। रेडी हुँदैछ सबै। अनि लाएर के हो कि साह्रो के हो बस्नु सबैजना भिडियो नाल्नु बोल्यो ए अन्त बोलाउनु भयो। अब लोकल कुखुरा अब जुस छँदै ए के भएन कि अनि त उसलाई त यहाँ सबै दिनु पर्छ दिएर तिमी नखाऊ बाबु आज होइन हाम्रो साथीहरू को नखाने भने हो त्यो जुस यसो ल्याउनु पर्यो नि छ यहाँ भेटघाट भयो यति खुसी छौँ नि हामी भेट भयो होइन आज आइयो लोकल कुखुरा सुखुरा मुद्यो अब भेट्दैन त्यसले मुदेर हरायो मिल्छ मिल्यो भने हामीले आइदिउँला नि त्यहाँ ठुलो कुरो भएन नि त होइन अब जाने भएर नजाने भए त अब आधी जाति भइरहन्थ्यो है मजाले। बसाइ भइदिएको भइदियो त बरु एक खसीमा ल्याएर खानुहुन्थ्यो। सबैजना मिलेर दियो अब के अन्त अब यहाँ अब जाने 17-18 जना हुन्थ्यौँ। एउटा 20-22 किलोको हाम्रो चाहिँ अब खाने कार्यक्रम हुँदैछ है। पछि भेटौँ न नयाँ साल अब हाम्रो भोलिदेखि लाग्दैछ नि त त्यही भएर अब आज भेटघाट यस्तै भयो। कुखुरा त्यस्तै भयो अब यस्तो चाहिँ सुरु हुनु लाग्यो। आजको भेटघाट चाहिँ हाम्रो सकेको छ। ट्याक्सी आइसकेको छ क्या अरे दामी भयो भेटघाट। खुसी लाग्यो तपाईहरुलाई। ल मेरो भ्लग छ हो आउँछ है यसो सब्स्क्राइब गरिदिनु होला। ए हुन्छ हुन्छ त्यो फेसबुकमा लिङ्क पठाइदिनु न भाइ। हुन्छ सर। खोइ हाम्रो साथीहरु कति जानुभयो? ल बाइ है सबैजनालाई। हुन्छ ल ट्याक्सी आइसकेको छ मेरो अहिले फेरि ढिलो गर्नु हुँदैन। ल हुन्छ ओके। हाम्रो लोकल भाले चाहिँ मेन भनेको आज हामी यो लिन गएको तर त्यहाँ भुलियो क्या मजाले। यहाँ तक लोकल भाले चाहिँ भाइ मरि गयो यहाँ भित्र छ है मरे छैन भन्दा काम गर्नु यहाँ आवाज दिइरहेछ। ल आजलाई लगिदिने अनि के कस्तो रह्यो तपाईँलाई राम्रो लागेमा सब्सक्राइब गरिदिनु होला। लास्टमा भयो पनि लाइक सेयर कमेन्ट गर्नु नभुल्नु होला है। बाई गाइज।